जाँदैछौँ हाम्रो आसेङ्लोमा खाना खाने टाइममा। अनि हामीले यत्रो ढिलो भइसक्यो किन पैसा नहालेको भन्नुहुन्छ होला, किनभने मैले पैसा त्यो एमाउन्टै अलिक ठुलो खालको सोचेको थिएँ तर पुरा भएन। त जति मैले जति कलेक्ट गर्नु सकेँ त्यही पैसा हालिदिनु होला जाँदैछौँ हामी आज। आसेङ अनि कस्तो लागिरहेछ तपाईँलाई एकदम हेल्प गर्नु पाउँदाखेरि? एकदम राम्रो ठिक छ नि होइन? जति सक्नुभयो तपाईँले पनि धेरै हेल्प गर्नुभएको छ यो हाम्रो होस्टेललाई सहयोग गर्नुको लागि। तपाईँले अब नचिनेर नजानेर पनि तर धेरै सहयोग गर्नुभयो, आफ्नै नानीहरू जस्तोलाई फिल गरेर धेरै कोसिस गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। म अब यो भिडियो बनाउनुको कारण पनि के भन्दाखेरि मैले अब न त मैले एकजना पनि चिनेको थिएँ तर पनि यति एमाउन्ट चाहिँ कलेक्ट गर्नु सकेँ, त्यसमै म खुसी छु। अनि यो मेन भिडियो बनाउनुको कारण पनि म जस्तै अरू मेरो साथीहरू पनि बाहिर बसेर काम गर्नेहरू छ, उनीहरूले पनि यो भिडियो हेरेर दिनु सकोस्, हेल्प गर्नु सकोस् भनेर। अनि मेनली अर्को के रिजन पनि छ भन्दाखेरि यहाँनिर मैले पैसा कलेक्ट गर्दाखेरि कस्तो सिचुएसनसम्म झेल्नु पऱ्यो भन्दाखेरि अब पैसा उठाउँदाखेरि बाती मलाई खाने हो कि भनेर एउटा, त्यही भएर मैले अब यो भिडियो चाहिँ एउटा सिस्टमेटिक वेमा कसरी हामीले यो फन्ड राइज गर्न सकिन्छ त्यही पनि होस्, अरूले देखेर सिकोस् भनेर पनि यो भिडियो मैले यसरी बनाउँदैछु। सो अनि मैले अब यो स्क्रिनमा देखाइदिने छु मैले एमाउन्ट चाहिँ कति कलेक्ट गरेँ अनि मैले कति हाल्दैछु, यसको बिलहरू पनि म तपाईँलाई एन्डिङमा देखाइदिने छु। सो अनि मैले जतिजना दाइहरूलाई यो फन्ड राइज गर्नुको लागि भनेको थिएँ उहाँहरूलाई म यो भिडियो पठाइदिन्छु अनि तपाईँहरूलाई जसले मलाई आफै व्यक्तिगत रूपमा पनि दिनुभएको छ उहाँहरूको नाम पनि मैले तल यसरी स्क्रिनमा राखिदिनेछु, ताकि मैले अब केही त दिनु सक्दिनँ उहाँहरूलाई, एउटा धन्यवाद ज्ञापन गर्नुलाई होइन त बुढो? एकदम ठिक। त्यस्तो भनेर प्लानिङ गरेर गयो। अब हामी जाइसक्यो ऊ पारी छ पैसा हाल्ने ठाउँ चाहिँ। हामी आज अहिले खाना खाने टाइममा यसरी मेरो सुपरभाइजरलाई भनेर हामी यहाँबाट ट्रान्सफर गर्नेछौँ। हिजो पनि म आएको थिएँ, सन्डे थियो, हाम्रो छुट्टी थियो, तर पनि हाल्नु पाइएन किनभने धेरै हिजो मान्छे चाहिँ धेरै थियो, त्यही भएर आज चाहिँ खाना खाने टाइममा यसरी आइयो। यस्तो बाहिर पनि देखाइदिउँ भनेर हाम्रो यस्तो छ ठाउँ चाहिँ यहाँनिर पैसा हाल्नु आउनुपर्ने टाढै छ। यस्तो छ है साथीभाइहरू हाम्रो यहाँको ठाउँहरू चाहिँ। सो मैले चाहिँ कसरी फन्डहरू उठाएँ भन्दा फर्स्टमा मैले क्यानभामा गएर यसरी टेम्प्लेट्स निकालेँ, त्यसरी हाम्रो सुपरभाइजरको हेल्पबाट यसरी सानो कार्टन लिएर यसमा पेस्ट गरियो, त्यसबाट यसरी पैसा उठाइयो। जम्मा टोटल पैसा कति उठेछ त्यो पनि हेरौँ है त। फ्रम माई कम्पनी 225 रिङ्गेट, रुम C203बाट 157 रिङ्गेट, मिनीलिनबाट 100 रिङ्गेट, आइतदाइस फ्रेन्डबाट 201 रुपियाँ, जो चाहिँ उहाँहरूले इन्डिभिजुअली यसरी नाम पनि लेखेर दिनुभएको छ। सो नाम पनि म पढेर सुनाइदिनेछु। रामनी रौलाबाट 20 रिङ्गेट, आनन्दबाट 20 रिङ्गेट, अजयबाट 10 रिङ्गेट, प्रदीपबाट 20 रिङ्गेट, भरत लामाबाट 20 रिङ्गेट, बलाकान्तबाट 21 रिङ्गेट, लालबाबुबाट 10 रिङ्गेट, सञ्जयबाट 20 रिङ्गेट, विक्रमबाट 20 रिङ्गेट, प्रदीप कोइरालाबाट 20 रिङ्गेट, डम्बरबाट 20 रिङ्गेट, विजय ब्रोबाट 50 रिङ्गेट, आइतदाईबाट 100 रिङ्गेट, सौमिनबाट 20 रिङ्गेट। सो यिनीहरू सबै टोटल गर्दा 853 रिङ्गेट भएछ। अनि मेरो तर्फबाट 300 रिङ्गेट गर्दा 1153 रिङ्गेट भयो। अनि यो रह्यो मैले पठाएको रिसिप्ट। सकेर हामी चाहिँ पैसा पनि हालेर आइसक्यो, कम्पनीमा आइसक्यो। आज ढिलो भयो, पुरा गफ जाँदैछ हाम्रो चाहिँ यसरी हाम्रो अङ्कलसँग। Oh yeah, cepat going. Lo साथीहरु हाम्रो यस्तो छ यहाँ अङ्कलहरुसँग हल्का जोक सुन्दै गइँदैछ। आज हामी ढिलो भयो, 1:30 बजे काम सुरु हुनुपर्ने, हामी 2 बज्नै आँटिसक्यो। टेन्सन भइसक्यो, कतै 2 बज्नै आँटिसक्यो हैन? त्यस्तो छ। है त अपडेट दिँदै गर्दैछ। अनि एउटा सानो मेसेज, इफ यो काका काकीले हेर्नु हुँदैछ भने विदेशमा बसेर पनि यति कम्ती पठाइदिन्छ भनेर नसोचिदिनु होला, किनभने अब विदेश भन्नु मात्रै यस्तो हो, विदेशमा पनि इफ कसैको ओभरटाइम कम्पनीमा चलेको छैन भने यति पैसा बचाउनु पनि ओभरै गाह्रो पर्छ। यो चाहिँ विदेशको रियालिटी हो। सो त्यही भएर अनि म तपाईँहरूले यो किन यसरी पनि भन्दैछु भन्दाखेरि किनभने मैले धेरैचोटि आफ्नै आफन्तबाट पनि सानोतिनो एमाउन्टहरू हेल्प गर्नु खोज्दाखेरि यसरी 2-3 चोटि वचन खाइसकेको छु, सुनिसकेको छु, त्यही भएर यसरी भन्दैछु।
मन नदुखाइदिनु होला किनभने जति सक्दो कोसिस गरेर मैले एक दुईजना मात्रै साथी चिनेको भएर पनि मैले उहाँ दाइहरूलाई भनेर यसरी एफोर्ट लगाएर अलिकति एफोर्ट लगाएँ भनेर यति एमाउन्टहरू पनि कलेक्ट गर्नु सकेँ मैले। त्यसमै म धेरै खुसी छु, तपाईँहरू पनि त्यसमै खुसी भइदिनु होला भन्न चाहन्छु। अनि जे जतिजनाले यसरी हेल्प गर्नुभएको छ उहाँहरू सबैको लागि प्रार्थनामा याद गरिदिनु होला किनभने हामी अहिले विदेशमा छौँ। हामीलाई फेरि आफ्नो घर जानु छ। जे जति आफ्नो सपनाहरू सोचेर आएको छौँ सबै पुरा हुन सकेको होस् भनेर प्रार्थना गर्छौँ। सधैँ याद गरिदिनु होला भन्न चाहन्छु। अनि मेरो जे जति साथीभाइहरू थियो पहिले सँगै बसेर हुर्किएको साथीभाइहरू त्यो उनीहरू पनि कोही कमाउँदैछ, कमाउने लाइनमा छ भने यो भिडियो उनीहरूलाई पनि सेयर गरिदिनु होला। अनि तिमीहरूले पनि इफ मेरो भिडियो हेर्दैछौ भने नानीहरूलाई यसरी अलिअलि सक्दो सहयोग गरिदिनु होला। अलिअलि तिमीहरूले सहयोग गरिदियो भने पनि धेरै हुन्छ यो अहिलेको सिचुएसनमा। इफ तिमीहरूले नानीहरूलाई मासु खर्च नै पठाइदियो भने पनि धेरै हुन्छ। हामी बस्ने टाइममा मासु भन्दाखेरि कस्तो हुन्थ्यो तिमीहरूलाई थाहा छ होला, त्यो भनिराख्नु पर्ने कुरा त होइन। सो त्यही सम्झेर त्यही बुझेर पनि अलिअलि यसो सहयोग गरिदिनु होला भन्न चाहन्छु। अनि नानीहरूलाई के भन्नु चाहन्छु भन्दाखेरि अहिले तिमीहरूलाई एकदमै राम्रो अपर्च्युनिटिजहरू छ। सो राम्ररी पढिदिनु। इफ कसैको लजाउने बानी टिचरहरूसँग बोल्दाखेरि शरम लाग्ने बानीहरू छ भने त्यो चाहिँ अलिअलि गरेर इम्प्रुभ गर्दै छोड्नु होला किनभने लाइफमा तिमीहरूले भोलि पर्सि स्ट्रगल गर्ने भनेको त एक्लै नै हो, त्यति बेला तिमीहरूलाई गाह्रो पर्छ। सो अहिले नै तिमीहरू बच्चा छौ, इफ तिमीहरूले अहिलेदेखि नै तिमीहरूको बानीहरूलाई इम्प्रुभ गर्यो भने हामी जस्तो ठुलो हुँदाखेरि तिमीहरूलाई एकदमै हेल्प हुन्छ। सो त्यही भएर इफ तिमीहरूको त्यस्तो बानी छ भने चाहिँ अहिलेदेखि नै इम्प्रुभ गर्नु होला भन्न चाहन्छु। अनि ज्ञानी हुनु, सधैँ राम्ररी पढ्नु, आफ्नो एम के छ के बन्छु भनेर पढिरहेको छु त्यो एमतिर फोकस गरेर मजाले पढ्नु अनि धेरै बदमास नहुनु। सो आजलाई चाहिँ म यति नै भन्न चाहेँ किनभने रात पनि धेरै परिसक्यो यहाँ त। अनि अब यो भिडियोलाई गएर मैले अब एडिट पनि गरेर हाल्नुपर्ने छ, ढिलो भइसक्यो। सो त्यही भएर आजलाई चाहिँ यति भन्दै सबैसँग बिदा माग्न चाहेँ। अनि जतिले फेरि पनि हेल्प गर्नुभएको छ उहाँ सबैजनालाई धन्यवाद भन्दै आजको भिडियोबाट यसरी नै बिदा हुन चाहेँ। हस्त धन्यवाद।ご覧いただきありがとうございます。